अन्तमा हामीले आज हेऱ्यौँ विशेष गरिकन हाम्रो क्रुसको सन्देश चाहिँ परमेश्वरको प्रेम हो। क्रुसमा येशू मर्नुभयो तपाईँहरू मेरो छुटकाराको निम्ति, हामीलाई प्रेम गरेर हामीलाई बचाउनको लागि, पापको क्षमा होस्, ताकि मानिस जाति पापले गर्दा परमेश्वरदेखि अलग भएको छ, फेरि परमेश्वरसँग मिलापमा आउन सक्नुहोस्। परमेश्वरसँग मिलापमा ल्याउने मात्रै क्रुसको उद्देश्य होइन, तर हामी एक अर्कालाई पनि मिलापमा ल्याउनको लागि। हामी संसारमा कतिपटक मानिसहरू दुश्मनीमा जिइरहेका छन्। हेर्नुहोस्, आज देशको दुश्मनी छ, रसिया र युक्रेनको दुश्मनी छ, चाइना र अर्को कसैको होइन, कतै के भन्छ ताइवानको दुश्मनी होला, इन्डिया र चाइनाको होला उदाहरणको लागि, अथवा केही होला। अनि जाति जातिको दुश्मनी छ, एउटा जाति र अर्को जाति। तपाईँ इन्डियातिर जानुभयो, नर्थ इस्टतिर भने यो के भन्छ कुकिज भन्ने जाति र मणिपुरीहरूको बिचमा त्यस्तो छ। अर्को के जाति र के जातिको बिचमा छ। ठुलो दुश्मनी, ठुलो झैझगडा नभए पनि अलिकति प्रतिस्पर्धाका कुराहरू हाम्रै बिचमा पनि देखिन्छ देशमा, होइन र? एउटा जाति अर्को जातिको बिचमा, एउटा वर्ग अर्को वर्गको बिचमा। हामी सबैलाई थाहा छ, एउटा के भन्छ जातीय प्रथाले पिल्सिएको समाज हो हाम्रो। विभेदका कुराहरू छन्, विभिन्न कुराहरू छन्। भन्नाले संसारमा हामीले विभाजन गर्ने कुराहरू धेरै छन्। राजनीति छ, कोही पार्टीका छन्, कोही पार्टीका छन्, एउटा पार्टीको अर्को पार्टीकोलाई मन पराउँदैन। अब चुनाव आउँदैछ, राजनीति छ, भूगोल छ, जातका कुराहरू छन्, भाषाका कुराहरू छन्, राष्ट्रियताका कुराहरू छन्। संसारमा हामीलाई विभाजन गर्ने धेरै कुराहरू छन्। ख्रीष्ट येशूले हामीलाई के गर्नुभयो? पहिलो सबैभन्दा महत्त्वपूर्ण कुरो त हामीलाई परमेश्वरसँग हामीलाई मिलाप गराउनु। कतिजनाले एउटा सिम्बोलिक रूपमा क्रुसको अर्थ त्यसरी पनि भन्छन्। बाइबलमै ठ्याक्कै त्यसै भनेर लेखेको छैन, तर अर्थ चाहिँ हामी पाउन सक्छौँ। क्रुस एउटा ठाडो काठ हुन्छ नि, एउटा त्यो ठाडो काठले हामी यहाँ संसारमा छौँ, परमेश्वरसँग हामीलाई मिलाप गराउनु, जोड्नु हो पुलको रूपमा। अनि तेस्रो काठ हुन्छ नि क्रुसको, तेस्रो काठले हामीलाई नै संसारमा एक अर्कासँग जोडिदिनु भयो। अब हिजो हामी यो जाति त्यो जाति, यो भाषा ऊ भाषा, यो देश ऊ देशको थियौँ भनेर होइन, मनमा अलिकति वैमनस्यता, पूर्वाग्रह, अलिकति एकअर्कासँग चाहिँ सम्बन्धमा दरार थियो भने अब ख्रीष्ट येशूको क्रुसले हामीलाई के गर्यो? जोड्यो, पुल हालिदियो। अब हामी यो जाति र त्यो जाति होइन, हामी ख्रीष्टका छोराछोरीहरू हामी भयौँ। आमेन। अनि मण्डली त्यो कुराको चाहिँ के हुनुपर्छ? एउटा नमुना चित्र सुधा मण्डलीभित्र त्यो सुन्दरता पनि हो। हामी विभिन्न जात जाति भाषा भाषी राष्ट्रका मानिसहरू यहाँभित्र एकै प्रकारले अहिले हामी प्रभु भोज खान्छौँ। त्यसमा हामी धेरै भए तापनि, धेरै जातिका भए तापनि, धेरै भाषाका भए तापनि, धेरै राष्ट्रका भए तापनि हामी एउटै रोटीबाट खान्छौँ, एउटै कचौराबाट पिउँछौँ। हामी एउटै परिवारका भएका छौँ ख्रीष्ट येशूमा। ख्रीष्ट येशूको क्रुसले हामीलाई जोडेको छ। क्रुसको तेस्रो काठलाई हामी सम्झिन सक्छौँ। एक्ज्याक्टली त्यसको मतलबै त्यही हो भनेर म भन्न सक्दिनँ, तर सिम्बोलिक रूपमा, साङ्केतिक रूपमा राम्रै लाग्छ मलाई बुझ्न बुझाउन।